आज हाम्रो यहाँ डिभाइडमा पुरा खत्तम भएछ हो पुरै जिन्दगीमा बर्बाद बनाएछ हो यो के हो के आइलाग्यो यस्तो यो हेर्दै यार भित्रै आइसकेछ पुरै बर्बाद बनायो ल हाम्रो बारी पनि सखाप बनाइसक्यो गाइज यहाँ त के गर्नु गाह्रो छ पानी परेर असिना परेर हैरान छ जिन्दगीमा पुरै भित्रै आइसकेछ हाम्रो त भित्रै पुरै पानी पनि यस्तो पानी परेछ असिनाले मारेछ पुरै असिना परेर बर्बाद भइगयो आकाश त गडगडाएर हैरान छ यार पुरै यार कति यार यार म त भिडियो बनाइरहेको छु मैले चाहिँ हेर त पानी आम्मा यस्तो छड्की आइरह अनि पुरा भाइले यहाँ असिना खाइरहेको छ नि पुरै यो चाहिँ एकदम ऊ हो होइन के अरे औषधि ला आज त बर्बाद बनायो यार पानीले है भित्रै आउँछ त ला आज त हाम्रो घर नै यस्तो बनाउला जस्तो पुरै यार बगाउला जस्तो गर्छ त पुरै पानी बाढी आएको जस्तो छ त हो यता त गाइज पुरै यहाँ त पानी बाढी आएको जस्तो छ बाढी यस्तो बाढी आएको जस्तो छ पुरै बाढी आएको जस्तो छ पुरै बाढी आउला जस्तो पुरै यस्तो छ पानीको हालत पुरै आमा कति धेरै परेको हो मान त है यार कति हो यार यो पानी त भित्रै आउँछ त हावाहुरी चलेर आमामा हेर्नु त यहाँ हावाहुरी चलेर पुरै रुखहरू त हो ल भाइ चाहिँ ऊ नुहाउनु गएछन् उ त्यहाँ है असिना खानलाई दौडैछन् फेरि आमामा हुरी ए भाइ यहाँ हेर त यो रुख भाँचिन्छ यार यो रुख भाँचिन्छ के हो हेर नि हेर यो रुख भाँचियो भने त्यो घरमै जान्छ यार हेर त यो अर्को लट आयो अर्को लट सिजन 2 एनबिएल सिजन 2 यो असिनाको दोस्रो लहर गाइज हेर पानी हेर न पानी टोलीले गरेछन् हेर न पानी आमा अफिस बगाइदियो भने त बर्बाद छ यार त्यो रुख चाहिँ नढलोस् यार त्यो रुख चाहिँ लास्टै छ यार ढल्ने जस्तै गर्छ त यार यहाँ चाहिँ रुख ढल्न लाग्यो है माथि रुख छ छैन रुख चाहिँ ढल होला माथिको रुख चाहिँ ढल भित्रै आइसक्यो बाढी आइसक्यो हाम्रो त यहाँ बाढी आइसक्यो भाइ बाढी आइसक्यो यहाँ हरिबेजोग छ हरिबेजोग पानी हेर्नु त गाइस पानी परेर यस्तो छ हेर्नु त्यहाँ साह्रै गाह्रो आमा हुरी चलेर हावाहुरी चलेर यहाँ एउटा यस्तो राम्रो भिडियो बनाइदिएँ मैले है हेर्नु होला अन्तिमसम्म यो पानी चाहिँ यति धेरै पानी आमा हेर्नु त यहाँ हावाहुरी आमा हावाहुरी त्यो रुख त ढल्छ जस्तो गर्छ मा त्यो रुख चाहिँ ढल्छ जस्तो छ यो चाहिँ आमा हावा पनि हेर्नु त यत्रो पानी उडाइदिन्छ हो यार पानी यस्तो उडाइरहेको छ हावाले हेर्नु गाइस आइ है
यस्तो हुना यार कोही